प्राधानिकम ब्रह्म केवल कारण प्रकृति मात्र त्यस समयमा छिन् अनि साथमा त्यो जीव तत्व छ उसलाई चित तत्व भनेर बताइन्छ। हेर्नु तमाम जीवात्माहरू अहिले हामी अलग अलग शरीर लिएर अलग अलग प्रकारका क्रीडाहरू चेष्टाहरू गरिरहेका छौँ, हाम्रो प्रारब्धलाई भोग गरिरहेका छौँ, त्यसको अनुभव गरिरहेका छौँ। परन्तु महाप्रलयका समयमा हेर्नु यी सारा कोही देवता छन् न त्यस समयमा, न कोही असुर, न कोही गन्धर्व, न कोही मनुष्य, न कोही तिर्यक, न कोही स्थावर, न कोही कीट, न कोही पतंग, न कोही यो अदृश्य यो जो देखिएको यो ज्ञान शून्य जड यो केही पनि छैन त्यस समयमा। केवल प्रकृति पनि बीज रूपले मात्र रहेकी हुन्छ। कारण कलेवरले रहित भएको यो जीव पनि जड समान भएर रहेको हुन्छ। आचार्यहरूले बताउनुहुन्छ अचित कल्पाः जीवाः त्यस समयमा जड जस्ता भएर अचित जस्ता भएर रहेका हुन्छ। त प्रलयका अवस्थामा प्रकृति पनि साम्य अवस्थालाई प्राप्त गर्छन्। प्रकृतिमा भएका सत्व रज र तम तीन गुणहरू सबै समरूपमा हुन्छन्। गुणसाम्य ततस्तस्मिन् पृथक पुंसी व्यवस्थिते। त्यो समता जो स्थिति हो त्यही नै प्रलयको स्थिति हो। त्यहाँ कुनै कार्य बनिरहेको छैन। भगवानलाई दया आयो यी जीवात्माहरूलाई देखेर। हो यिनका हात छैनन्, घोडा छैनन्, अङ्ग प्रत्यङ्ग इन्द्रिय केही पनि छैनन्, शरीर छैन। तिनले आफ्नो कर्मको फल भोग्नु पर्दछ। अब त मैले सृष्टि गर्नुपर्छ भनेर भगवानले सङ्कल्प लिइबक्स्यो। वेदले बताउनुहुन्छ स एकाकी नरमते एकोहम बहुश्याम प्रजाय। भगवान एक्लै बस्न रुचाइबक्छन्। अब म एक्लै छु, धेरै बन्छु, धेरै बनाउँछु, धेरैका बिचमा विहार गर्दछु भन्ने यस्तो प्रभुले सङ्कल्प गरिबक्स्यो। मूल प्रकृति जसलाई प्रधान भनेर बताइन्छ, अव्यक्त भनेर बताइन्छ, प्रकृतिका पनि तीन अवस्थाहरू शास्त्रले बताउनु भएको छ। एउटा अविभक्ततमा प्रकृति, अर्को विभक्ततमा प्रकृति, अर्को अक्षर शब्दवाच्य प्रकृति। तो अक्षर शब्दवाच्यबाट अविभक्ततमा अवस्थामा, त्यहाँबाट विभक्ततमा अवस्थामा प्रकृति पनि पुग्दछ। त्यो भगवानकै सङ्कल्पले हुन्छ। त भगवानले इच्छा गरिबक्स्यो, सङ्कल्प गरिबक्स्यो। अब कालद्वारा प्रकृतिमा क्षोभ पैदा गरेर हलचल गराएर प्रकृतिलाई कार्योन्मुखी बनाउनुहुन्छ। जस्तो हेर्न हामीले नेटुमा